हाम्रो चाहिँ बत्तीको काम है यो चाहिँ लाइटको हामी चाहिँ वेरिङ यहाँबाट छ। डिबी बक्स चाहिँ हाम्रो त्यहाँनिर छ। डिबी बक्सको लागि चाहिँ त्यसमा छ, त्यसमा कटिङ भइसकेको छ होइन। यता चाहिँ हाम्रो मेन स्विच चाहिँ हाम्रो यहाँनिर बस्ने भयो। मेन र लाइटको स्विच पनि यसमै आउँछ होइन। यसबाट चाहिँ अब डिभाइड भएर टक्क अब यसैबाट जाने हो। यतापट्टि चाहिँ बाँकी छ कटिङ, अनि अरूमा चाहिँ भइसकेको छ हाम्रो। यो मुनि चाहिँ हाम्रो फुट लाइटको लागि होइन पोइन्टहरू दिइरहेको छौँ बत्तीको लागि। यो चाहिँ भरिङको फुट लाइटको लागि यसरी दिएको छौँ। यो चाहिँ टिभीको लागि पावर सकेट यसरी दिएको छौँ। यता माथिबाट चाहिँ फेरि बत्तीको र पावर पोइन्ट मेन केबलको छ। यो चाहिँ यसरी हामी लिएको छौँ। मिररको लागि यता लिएको छौँ हामीले स्विच, फेरि यताभित्र पनि छ होइन। लाइटको लागि चाहिँ यता छ। यसरी हामीले चाहिँ लाइटहरू उयो गरेका छौँ। स्विच चाहिँ हाम्रो यहाँ बस्ने भयो टोइलेटको चाहिँ। मिररको चाहिँ यतापट्टि बाहिरपट्टि भनेको छ होइन यसमा चाहिँ। त्यही भएर हामीले चाहिँ यसमा गरेका छौँ गाइजहरू है। यतापट्टि छ हाम्रो यसमा दिएको छौँ। यहाँ ठाउँमा बाँकी छ अलिअलि कामहरू यसरी दिएको छौँ। मेन चाहिँ हामीले यसरी नै माथिबाट खसालेका छौँ यसरी। आज चाहिँ लगभग कटिङ चाहिँ सकिन्छ। त्यसपछि अब हाम्रो तार तार्ने काम हुन्छ, त्यसपछि बट्टा जाम, त्यसपछि लास्टमा मात्र फिनिसिङ हुन्छ। यता अलिअलि बाँकी छ, यो पनि कटिङ गरेर यसलाई पनि मिलाउनु पर्ने छ। डिबी टु डिबी यो चाहिँ है हाम्रो डिबी चाहिँ यो हो हाम्रो डिबी बक्सको लागि यसरी लिएको छौँ। मेन लाइन चाहिँ हाम्रो यसैबाट आएको छ सिधै डाइरेक्ट। स्विच र मेन लाइन छ यसमा चाहिँ है। स्विच हामीले यहाँ हाल्नेको यसको चाहिँ यसमा नै अलिअलि बाँकी छ। मिरर र सकेटको लागि चाहिँ यहाँ हाल्नु बाँकी छ होइन।